यी साथीहरु आज चाहिँ म लेकतिर हिउँ खेल्न आएको छु क्या। ओ माई गड, यी हेर्नु त साथीहरु पुरा यहाँ खुट्टाभन्दा माथि आइरहेछ के हिउँ चाहिँ है। पुरा एकदम रमाइलो छ, यता चारैतिर हिउँ नै हिउँ छ साथीहरु। ओ माई गड, पुरा यति रमाइलो छ नि साथीहरु। म पुरा यो माई गड भित्र चिसो पस्यो फेरि है, चिसो चाहिँ पस्यो एकदम। फेरि हेर्नु त यस्तो छ, यस्तो हिउँ, पुरा हिउँ कस्तो छ साथीहरु हैन, कस्तो छ हेर्नु पुरा। तर यति रमाइलो लागिरहेछ, चिसो चाहिँ लागिरहेको छैन कि फेरि मलाई अहिले है, मलाई चिसो चाहिँ लागिरहेको छैन यति पनि, रमाइलो चाहिँ बहुत लागिरहेछ साथीहरु। एक दिन मात्रै आएर होला, धेरै रमाइलो छ। हेर्नु है साथीहरु, हेर्नु त मजाले बसिएको छ। अनि यसरी गाला यत्रो बनाउँछ क्या चिसोले, गाला यत्रो बनाउँछ गाइस। हेर्नु त कति रमाइलो छ एकदम। हजुरकोतिर हिउँ पऱ्यो कि नै साथीहरु भन्नु है। यति रमाइलो छ हेर्नु, यति रमाइलो छ, बहुतै रमाइलो। हेर्नु साथीहरु है, पुरा हिउँ छ। माई गड, आज फेरि हिउँ परेको 3-4 दिन भयो साथीहरु। अहिले म घरतिर बिजी भएर यहाँ घुम्न नआएको थिएँ, आज आएँ। उता चाहिँ हिउँ सकिसक्यो हा, उता माथि हिउँ सकिया छ। तर यहाँ चाहिँ हेर्नु त ओ माई गड, म धन्नै लडेको क्या। यति रमाइलो छ क्या साथीहरु पुरा। हेर्नु त यति रमाइलो, यस्तो रमाइलो गर्नु साथीहरु हैन। हजुरहरुकोतिर हिउँ पड्यो कि परेन, हजुरहरुकोतिर हिउँ पड्यो कि परेन, रमाइलो चाहिँ बहुतै छ क्या साथीहरु है, रमाइलो चाहिँ बहुतै छ। सुन्नु त साथीहरु, खाने हो हिउँ, खाने हो, यी लिनुस्। हिउँ धेरै खाएपछि खोकी लाग्छ रे साँझ फेरि। 2 दिन त हो नि, 2 दिन खोकी लाग्ला, त्यसपछि सन्चो भइहाल्छ। रमाइलो त गर्नु पर्यो नि, त्यही भएर म चाहिँ रमाइलो गर्दैछु साथीहरु है। हजुरहरुले रमाइलो गर्नुभयो कि भएन, हजुरहरुकोतिर हिउँ पर्यो कि परेन, यति रमाइलो भइरहेछ क्या। रमाइलो गर्ने दिन फेरि आउँछ आउँदैन साथीहरु हैन। यो दिन फेरि फर्केर कहिले आउँछ त, फर्केर फेरि आउँदैन यो दिन। त्यही भएर यो दिन रमाइलो गर्ने टाइममा रमाइलो गर्नुपर्छ। हेर्नु त ए माई गड पुरा यति रमाइलो छ, यति रमाइलो। हेर्नु त हिउँमै बसियो, अब हिउँ खाने होला फेरि।